हाई फ्रेन्ड्स, दिस इज वाट आई एट इन माई वेट लस जर्नी। सो फर्स्टमा चाहिँ म ओट्सको फ्यान कहिले पनि थिएन। पहिला चाहिँ मैले ओट्स धेरै खाएको प्रेग्नेन्ट हुँदाखेरि, सो त्यसपछि मैले खानै छोडेँ, कति एक्सपायर भएर फालिदिएँ। मलाई मिठो लाग्नै छोड्यो कि पहिला मलाई थाहा थिएन, दुधसँग मात्र खान्थेँ। यो चाहिँ मैले पछि टिकटकबाट सिकेँ रेसिपी। सो अहिले चाहिँ म यस्तो फ्यान भएको छु नि यो रेसिपीको। यसमा चाहिँ मैले फ्रुट्सहरू जे मसँग छ त्यो म कट गरेर राख्छु। थोरै दाख र आलमोन्ड राख्छु। ग्रेप्स चाहिँ मलाई कट गर्न मन लाग्छ, तर मलाई अल्छी लाग्यो सो कट गरेन। बनाना मैले मिक्स किन गरेको म्यास किन गरेको भनेपछि एकदमै स्विट फ्लेभर आउँछ यसको, एकदम मिठो हुन्छ। कट गरेर राख्दा पनि हुन्छ, तर म्यास गऱ्यो भने चाहिँ टेस्ट एकदमै गुलियो आउँछ, त्यो मलाई मनपर्छ। सो त्यही भएर मैले यसलाई म्यास गरेको राखेको। अब यसमा एड गर्छु ओट्स, अनि त्यसपछि दही प्लस मिल्क एड गर्छु। ड्राई फ्रुट्स चाहिँ धेरै नराख्नु होला, किनकि राम्रो होइन ड्राई फ्रुट्स धेरै खानु डेली खाँदाखेरि। अनि यसमा चाहिँ अब कलर चाहिँ एकदमै राम्रो, बिटरुटले चाहिँ स्ट्रबेरी फ्लेभर जस्तो, स्ट्रबेरीको जस्तो कलर देखाउँछ, कस्तो राम्रो हुन्छ भोलि खाँदाखेरि। र सुपर फुड बिर्सिन नहुने चाहिँ चिया सिडले चाहिँ यसलाई भोलि एकदमै थिक बनाउँछ र क्रिमी टाइपको बनाउँछ चिया सिडले। सो भोलि खाँदाखेरि थोरै पानी एड गरेर खान्छु म चाहिँ। यसलाई ओभरनाइट फ्रिजमा राखिदिने, भोलि बिहानसम्म यो ब्रेकफास्ट स्किप गरेर 1 बजे खाँदाखेरि यति मिठो गुलियो फ्लेभर आइरहेको हुन्छ। यसमा सुगर एड गर्नु पर्दैन, केही फ्लेभर केही पनि एड गर्नु पर्दैन। एज इट इज यतिकै सेट हुन राखिदिने र भोलि यो खाने। यसको फाइनल लुक चाहिँ यो हो। भोलि चाहिँ पुरै क्रिमी टाइपको भएर निस्किन्छ, पिङ्किस कलर हुन्छ। सो आई हेभ बिन इन लभ विथ दिस। लास्ट टु विक्सदेखि म यो खाइराखेको छु र मैले अलमोस्ट वेट त गरेको छैन, तर मैले मेरो केसमा 2-3 केजिज मैले वेट लस गरिसकेँ।